रहन पाऊँ मायाका भाका गुनगुनाउँदै तिम्रो नयनमा सधैँ रहन पाऊँ मेरो अन्तिम साससम्मै सहारा हौ तिमी मेरो भरोसा हौ तिमी मेरो उपहार हौ तिमी मेरो ईश्वरको आशीष तिमी मेरो सुखै सुख त भन्न म सक्दिन तर दुःखमा सधैँ हुनेछु सोचे जस्तो पुरा गर्न नसकुला तर मायाका बाचा भुल्ने छैन सहारा हौ तिमी मेरो भरोसा हौ। सर्वप्रथम जीवित परमेश्वरलाई धन्यवाद दिँदै आजको यो रुद्र नारायणको शुभ विवाहमा उपस्थित हुनुभएका आदरणीय पास्टरहरू, मिसनरीहरू, रिभरेन्ड डक्टरहरू, साथसाथै टाढा नजिकका जति पनि यहाँ उपस्थित हुनुभएको छ सबैलाई ख्रीष्ट यीशुको नाममा जय मसीह। सबैको हातमा आजको यो कार्यक्रम भए तापनि म एकचोटि तपाईँहरूको समक्षमा यो पढेर सुनाउनेछु आजको यो कार्यक्रमलाई। Yanan Isor Tagali, Matanda, Rasigi Narayan, Amasung Rutgi, Olimeris da Lagiba, Tinaripa, Kuding Su Krista Giminda, Salam Sabani, Agari Brownako lagi, Prasana Gorgino आदरणीय पास्टर पुरन बादललाई अगाडि मञ्चमा बोलाउँदछु। हुन्छ सबैभन्दा पहिला हाम्रो जीवित परमेश्वरलाई धन्यवाद दिँदै फेरि पनि ख्रीष्ट येशूको नाममा जय मसीह। म हाम्रो ईश्वरकी बिन्दा सलाम हैजगे आउनुहोस् हामी प्रार्थना गरौँ। जीवित अनि महान प्रभु हामी तपाईलाई हृदयको तहदेखि धन्यवाद दिन्छौँ। साँच्चै नै प्रभु तपाईँ प्रभुले आजको दिन तपाईँ परमेश्वरले यति सुन्दर अनि असल समय दिनुभयो। हामी तपाईलाई आज यो समय धन्यको भन्न पायौँ, प्रशंसा आदर दिन पायौँ। हामी तपाईलाई यो सबैको धन्यवाद दिन्छौँ, कारण तपाईँ परमेश्वरले तपाईँको छोरा अनि तपाईँको छोरी हाम्रो नारायण र हाम्रो रुथ उहाँहरू भिन्दै भिन्दै देश, भिन्दै भिन्दै ठाउँ र भिन्दै भिन्दै स्थानका भए तापनि, उहाँहरू विभिन्न पृष्ठभूमिका भए तापनि प्रभु तपाईँ पिता परमेश्वरले प्रभु उहाँ र दुईलाई प्रभु आज एक गर्ने जुन तपाईको योजना थियो त्यो आज पूरा हुन सक्यो। हामी तपाईलाई यसको निम्ति धन्यवाद दिँदछौँ। धन्यवाद पिता। अब प्रभु यो प्रोग्रामलाई हामी तपाईमा चलाउँदछौँ। आजको यो दिन तपाईँ परमेश्वरले आफ्नो छोरा अनि आफ्नो छोरीलाई प्रभु एउटा पवित्र विवाहको त्यो योग्यको तपाईले ठान्नुभयो। प्रभु हामी मानिस पवित्र भएको कारण यो पवित्र हुन सकेको होइन, तर तपाईँ स्वयं पवित्र भएको कारण, तपाईँ परमेश्वरले विवाहलाई एउटा पवित्र बनाउनु भएको कारण यो पवित्र हुन सकेको छ। प्रभु हामी तपाईलाई यसको निम्ति धन्यवाद दिन्छौँ। आजको यो प्रोग्रामलाई हामी एकचोटि फेरि पनि तपाईमा समर्पण गर्छौँ। आजको मोडिटर ज्यूलाई हामी तपाईमा दिन्छौँ।
आज यहाँ प्रोग्राम लिस्टमा जतिजनाको नामहरू छ प्रभु सबैलाई हामी तपाईँमा दिन्छौँ। आज यहाँ निमन्त्रण गर्नुभएको जतिजना यहाँ आउनुभएको छ सबैलाई तपाईँमा दिन्छौँ। उहाँको उपस्थिति उहाँहरू दुईको लागि अत्यन्त आशिषमय हुनेछ र आजको यो प्रोग्रामलाई अगुवाई गर्नुहुने यो सबैलाई जोड्नुहुने आजको मिनिस्टरज्यूलाई पनि हामी तपाईँमा समर्पण गर्दछौँ र विशेष पिता यो सेवालाई प्रभु सुरु अनि अन्तसम्म तपाईँ परमेश्वरको हातमा समर्पण गर्दै र आजको वर वधु लगायत हामी सबैलाई तपाईँ परमेश्वरको हातमा समर्पण गर्दै येशू प्रभुको नाममा आमेन। कार्यक्रमलाई अगाडि बढाउनको लागि प्रार्थना गरिदिनु हुने पास्टरलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिएको होस्। प्रोग्राम चथन बगिदमक्ता प्रार्थना दलित तौपिबा पास्टर तिबतक्दा ईश्वर न बोर्ड पिबा ओइसुनु। अहिले चाहिँ स्वागतको वचन वेलकम एड्रेस डेभिड शर्माबाट हामीहरू स्वागतको वचन सुन्नेछौँ। हुजिक वेलकम स्पिच गिदमक्ता एखोइ डेभिड शर्मादेखि ताबा फाङ्गनी महाकु मतम लौपिन बकौजरी उहाँलाई समय लिदिन अनुरोध गर्दछु। सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् अनि उपस्थित सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। नमस्कार तपाईहरुलाई। विशेष गरी प्रोग्राममा एल्डर रविलाल शर्मा मेरो बाबाको नाम थियो, तर बाबालाई अलिक अस्वस्थ भएको कारणले गर्दा म आफै उठेको छु। अनि म सर्वप्रथम हाम्रो आदरणीय पास्टर्सहरू जतिजना आउनुभएको छ अनि आज विवाहलाई सम्बोधित गर्नुहुने हाम्रो आदरणीय पास्टर रेभरेन्ड राजन गुरुङलाई म तपाईँहरूको अगाडि स्वागत गर्न चाहन्छु। साथसाथै हाम्रो दुला हाम्रो बहिनीसँग जसको हात बाँधिन गइरहेको छ उहाँ अनि उहाँसँग आउनुभएका उहाँका सम्पूर्ण परिवार, उहाँका दुईजना दिदी बहिनी हुनुहुन्छ अनि उहाँको मण्डलीबाट आउनुभएको मण्डलीका सदस्यलाई पनि हामी स्वागत गर्दछौँ। हजुर, अनि हाम्रो सबै छरछिमेकी साथसाथै नजिकमा हुनुभएका हाम्रा चर्चेसहरूबाट आउनुभएका हाम्रा अगुवाजनहरू, पास्टर्सहरू अनि लिडर्सहरूलाई हामी स्वागत जनाउन चाहन्छौँ। अनि हामीलाई हाम्रो बहिनीलाई माया गरिदिएर आउनुभएका सबै हाम्रा छरछिमेकीहरू अनि हाम्रा आफ्ना आफन्तहरू जतिजना पनि आउनुभएको छ हामी तपाईँ सबैजनालाई हाम्रो यहाँ विवाह समारोहमा स्वागत गर्न चाहन्छौँ। अनि साथसाथै हाम्रो नेपालबाट हाम्रा आफ्ना आफन्तहरू आउनुभएको छ। हाम्रो बहिनीको फुपू अनि दादा भाउजूहरू आउनुभएको छ, बहिनी अनि भान्जीहरू आउनुभएको छ, उहाँलाई पनि हामी स्वागत जनाउँछौँ। अनि अन्तमा सम्पूर्ण जतिजना आज हामीलाई हाम्रो परिवारलाई माया गरिदिएर हाम्रो बहिनीलाई माया गरेर आउनुभएको छ हामी तपाईँहरू सबैजनालाई, यदि मैले एक एकजना गरेर भन्न छोडेँ भने पनि तपाईँहरूलाई एकमुष्टमा समूहमा सबैजनालाई फेरि स्वागत गर्दै यो छोटो समय आजको सञ्चालकज्यूलाई दिन चाहन्छु। स्वागतको वचन हाम्रो बिचमा ल्याइदिनु हुने परमेश्वरले प्रशस्त मात्रामा आशिष दिएको होस्। अब हामीहरू कार्यक्रमलाई अगाडि बढाउने छौँ। हुजिक एखोइ प्रोग्राम छि अमुका मथङ चथर छि मथङ द थ्याङ्क्स गिभिङ आजको मिनिस्टरज्यूले यो समय उहाँले दिनुहुनेछ। हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामी यस बेला तपाईँ जीवित परमेश्वरलाई फेरि पनि धन्यवाद दिन्छौँ। विशेष यहाँ दुलाईको परिवार अथवा मिलिजुलिकन प्रभु यो भेटी तपाईँ प्रभुको चरणमा ल्याएका छौँ। धन्यवादको भेटी तपाईँले ग्रहण गरिबक्स्योस् र तपाईँको महिमा होस्। यो भेटी तपाईँ प्रभुलाई चाहिएर होइन, तर तपाईँ प्रभु सबै कुरोको मालिक हुनुहुन्छ भनिकन तपाईँलाई नै आदर र महिमा सम्मान दिनको लागि यो भेटी तपाईँको चरणमा राखेका छौँ परिवारले र यस भेटीलाई अब तपाईँको हातमा अर्पण गर्छौँ, जसबाट तपाईँ जीवित परमेश्वरको महिमा हुन सकोस्। धन्यवाद। अमेरिका सबै समयहरूलाई तपाईँ परमेश्वरको चरणमा राखेर यो भेटी अनि हामी सबैलाई हजुर परमेश्वरको चरणमा अर्पण गरेर धन्यवादको साथमा बिन्ती प्रार्थना पवित्र येशू ख्रीष्टको नामबाट चाहन्छु। आमेन। धन्यवाद छ आजको मिनिस्टरज्यूलाई जसले भेटी समर्पण गरिदिनु भयो। परमेश्वरले आशिष दिएको होस्।
अब यहाँ ब्लेसिङ सङ भनेर लेखेको छ लुम्फू नेपाली क्रिस्चियन चर्च युथ Music blessing song lungpo Nepali Christian Church youth dagi khoi taba phangani matam laupina ba haijeri तपाईहरुलाई समय दिएको छ आएर आफ्नो समय दिदिनुहोस् कृतिमा यसुको वरदान हो नसम्झ आफै तिमी यो मानिसको योजना हो सृजेको एउटै आकृतिमा यसुको वरदान हो नसम्झ आफै तिमी मानिसको योजना हो जीवनभरि माया गर्नु है मृत्युसम्म साथ आशिषको झरी वर्षो साँझको दिनमा निरन्तर आशिष वर्षो तिम्रो यो जोडीमा यसो सधैँ तिम्रो छाया देऊ तिम्रो ती पाइलामा यसो सधैँ तिम्रो साथ देऊ तिम्रो यो जोडीमा यसो सधैँ तिम्रो छाया देऊ तिम्रो ती पाइलामा यसो सधैँ तिम्रो साथ देऊ जीवनभर जीवनभर दुवैलाई दिराज विश्वासको जमानी हुनु हो दिनु हो स्वर्गीय आनन्द स्वर्गीय मिलाप दुवैलाई दिराज विश्वासको जमानी हुनु हो स्वर्गीय आनन्द स्वर्गीय मिलाप पृथ्वीमा सधैँ मेलोस् प्रेमको आशिषको भागी भनी बुराइदेखि बाँच्नलाई सहायता गर्नुहोस् स्वर्गमा ठाउँ दिनु हो तिम्रो यो जोडीमा यसो सधैँ तिम्रो छाया देऊ तिम्रो ती पाइलामा यसो सधैँ तिम्रो साथ देऊ तिम्रो यो जोडीमा यसो सधैँ तिम्रो छाया देऊ तिम्रो ती पाइलामा यसो सधैँ तिम्रो साथ देऊ जीवनभर जीवनभर आशिषको झरी वर्षाउनु हो फल फलाउने बोट चाहिँ बनाउनु हो आशिषको झरी वर्षाउनु हो फल फलाउने बोट चाहिँ बनाउनु हो सृजेको एउटै आकृतिमा यसुको वरदान हो नसम्झ आफै तिमी यो मानिसको योजना हो जीवनभरि माया गर्नु है मृत्युसम्म साथ आशिषको झरी वर्षो साँझको दिनमा निरन्तर आशिष वर्षो तिम्रो यो जोडीमा यसो सधैँ तिम्रो छाया देऊ तिम्रो ती पाइलामा यसो सधैँ तिम्रो साथ देऊ तिम्रो यो जोडीमा
यसु सधैँ तिम्रो छाया देऊ तिम्रो ती पाइलामा यसु सधैँ तिम्रो साथ देऊ जीवनभर जीवनभर एनएनसीसी युथहरूलाई धेरै धेरै धन्यवाद छ जुन राम्रो आशिषको भजन उहाँहरूले गाइदिनु भयो परमेश्वरले प्रशस्त मात्रामा उहाँहरूलाई आशिष दिएको होस् LNCC yuthgi tagda isorna yam bor piba oisunu makoina yamna nungai harauba isorgi borgi isai sakpire aduna isorna bor piba oisunu mathang chatarasi हामी कार्यक्रमलाई अगाडि बढाउने छौं एक्ट अफ म्यारेज मिनिस्टर ज्यूले उहाँले लिइदिनुहुन्छ आजको यो कार्यक्रमको विशेष भागमा हामीहरू आइपुगेका छौं अनि यो समय चाहिँ अब आजको वक्ताज्यूले दिइदिनु हुनेछ र उहाँलाई लिइदिनु हुन म अनुरोध गर्दछु सर्वप्रथम हामी हाम्रो जीवित परमेश्वरलाई धन्यवाद दिन्छौं अनि साथसाथै विशेष आजको यो पवित्र विवाह समारोहमा आइदिनु भएका विभिन्न ठाउँबाट विशेष आदरणीय पास्टरज्यूहरू भिन्न भिन्न मण्डलीका प्रभुका जनहरू छोराछोरीहरू टाढो नजिकबाट जति पनि आउनु भएको छ तपाईहरु सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह भन्न चाहन्छु र साथसाथै उहाँका आफन्तहरू टाढो नजिकबाट जति पनि आउनु भएको छ उहाँहरूलाई पनि नमस्ते नमस्कार भन्न चाहन्छु र आज जतिजना तपाईहरु आउनु भएको छ आजको वरवधुलाई अथवा दुल्हा दुलाईलाई आशीर्वाद दिनलाई र उहाँ सँगसँगै रमाइलो गर्नलाई अथवा खुसी मनाउनलाई तपाईहरु आउनु भएको छ र तपाईहरुलाई धेरै धेरै धन्यवादको साथमा म एउटा सेवकको तर्फबाट पनि स्वागत जनाउँदछु लामो समय नलिकन हामी सरसरी विधि विधानतिर नै हामी अघि बढ्ने छौं र केही वचन म छोटो हिसाबमा राखेर आजको विधि विधानतिर हामी अगाडि बढ्ने छौं म परमेश्वरको वचन तपाईहरुको अगाडि बाइबल उत्पत्तिको पुस्तक 2 अध्यायको 18 पदलाई त्यस पछाडि 21 बाट 24 पद तक पढ्ने छु बाइबल हामी जेनेसिस च्याप्टर 2 verses 18 अनि त्यसपछि गएर हामी 21 to 24 तक हामी पढ्ने छौं अनि उत्पत्ति 2 अध्यायको 18 अनि त्यसपछि गएर 21 बाट 24 तक हामी पढ्ने छौं यहाँ चाहिँ लेखेको छ फेरि परम प्रभु परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु तल गएर हामी 21 बाट फेरि यसै कारण परम प्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र उनी निधाएको बेलामा उनका करङहरू मध्येको एउटा निकाल्नु भई त्यसको ठाउँमा मासु भरिदिनु भयो जुन करङ परम प्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनु भयो मानिसले भने यो त मेरै हाडको हाड र मासुको मासु हो तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिइन् यसैकारण मानिसले आफ्ना आमा बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छ परमेश्वरको वचन पढाइ सुनाइमा सबैजनालाई आशीष दिनुहोस्
हामी छोटो प्रार्थना गर्नेछौँ। हामी आउनुहोस् प्रार्थना गरौँ। पवित्र 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 परमेश्वर पिता, यो बेला तपाईँलाई धन्यवाद दिन्छु। आजको पवित्र विवाह कार्यक्रममा तपाईँ प्रभुको उपस्थितिलाई हामी याद गरिरहेका छौँ र हामी मिलिजुली तपाईँको महिमा गर्न पाइरहेका छौँ। धन्यवाद प्यारो परमेश्वर। आजको यो पवित्र विवाहको कार्यलाई अब हामी तपाईँको हातमा दिन्छौँ। यहाँ जे जति पनि तपाईँको वचनको सन्दर्भमा यी विधि विधानका कार्यहरू हामी अगाडि बढाउँदै लानेछौँ। तपाईँ पवित्र आत्माको अगुवाईमा, तपाईँको इच्छामा अनि तपाईँको महिमाको लागि आज सम्पूर्ण कार्यक्रमहरू सम्पन्न हुन सकोस् अनि महिमा तपाईँको भएको होस्। प्रभुजी, म आफैलाई र यहाँ उपस्थित जति पनि छ हामी सबैलाई तपाईँ प्रभुको हातमा हामी समर्पण गर्छौँ र आजको सम्पूर्ण कार्यक्रमबाट तपाईँ जीवित परमेश्वरको महिमा होस् र आजको बरबदु लगायत हामी सबैजना आशिषका कारणहरू बन्न सकौँ। धन्यवाद। त्यो सम्पूर्ण सेवालाई, सबै समयहरूलाई तपाईँ प्रभुको चरण राखेर धन्यवादको साथमा बिन्ती प्रार्थना प्रभु येशू ख्रिस्टको नामबाट चढाउँदछौँ। आमेन। हामीले यहाँ वचनमा बुझिसक्यौँ। विशेष 2:18 पदमा परमेश्वरले, तपाईँलाई मलाई थाहा छ, हामी मानिसको सृष्टि पहिला पुरुष अथवा लोग्ने मानिसलाई परमेश्वरले बनाउनु भएको कुरा, अनि त्यसपछि परमेश्वरले हेर्नु हुँदाखेरि लोग्ने मानिससँग अथवा पुरुषसँग मिल्दो त्यहाँ केही पनि देखिएन अथवा पाउन सकिएन। मतलब त्यो पुरुषको लागि मिल्दो त्यहाँ पाइएन। अनि त्यस पछाडि परमेश्वरले, यहाँ हामीले पढिसक्यौँ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन। त्यहाँ धेरै जीवजन्तुहरू मतलब प्राणीहरू धेरै थियो, पशु प्राणीहरू, तर पनि त्यो मानिसको लागि मिल्दो र सुहाउँदो भने चाहिँ त्यहाँ थिएन रहेछ। अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन। अनि उहाँले भन्नुभयो म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। परमेश्वरको वचन अनुसार जब तक कुनै केटा अथवा केटी जब तक विवाहको बन्धनमा बाँधिँदैन, उनीहरू विवाह गर्दैन, परमेश्वरको वचन अनुसार अधुरो हुँदो रहेछ, त्यहाँ केही बाँकी हुँदो रहेछ। त्यस कारणले गर्दा परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन। अनि यो विवाह भन्ने कुरोलाई हामी परमेश्वरको वचनमा हामी बुझ्नु पर्दाखेरि, हामीले बुझ्दाखेरि यो विवाह चाहिँ परमेश्वर स्वयं उहाँले नै स्थापना गर्नुभएको। त्यस कारणले गर्दा यो पति र पत्नीको गहिरो सम्बन्धलाई बुझ्नु जरुरी छ। अनि त्यो एफएसीमा लेखेको कुरा नै त्यही हो। त्यहाँनिर दुईटा कुरो हामी देख्छौँ। त्यो आज्ञाको रूपमा पावलले त्यो एफएसीको मण्डलीलाई भनिरहेको वचनमा हामी बुझ्दछौँ। त्यहाँ आज्ञाको रूपमा छ। अनि पत्नी पतिको अधीनमा बस्नुपर्ने कुरा आज्ञा, र पत्नी चाहिँ पतिको अधीनमा, र पतिले चाहिँ पत्नीलाई आफूलाई चाहिँ प्रेम गर्नुपर्ने आज्ञाको रूपमा हामी त्यहाँ एफएसीको मण्डलीलाई र आजको मण्डली हामी सबैलाई पनि भनिरहेको परमेश्वरको वचनबाट हामी बुझ्न सक्दछौँ। त्यस कारणले गर्दा परमेश्वरको वचन अनुसार यहाँ आज हाम्रो नारायण राजकोटीको निम्ति परमेश्वरले हाम्रो रुथ शर्मालाई तयारी गरिदिनु भएको, सृष्टि गर्नुभएको हो भन्ने कुरा हामी सबैजनाले छोटकारीमा बुझ्न सक्छौँ अथवा बुझ्यौँ। म लामो समय लिँदिनँ वचनको, मैले केही कुरा छोटो कुरा राख्न चाहेँ। विशेष गरिकन हामीले अलिकति निचोडमा बुझ्नुपर्दा हामीले यही कुराहरू बुझ्यौँ कि मानिस एक्लो रहन असल नभएको कारणले गर्दा परमेश्वरले उसैको करणहरूमध्ये निकालेर एउटा स्त्री बनाउनु भएको कारणले गर्दाखेरि हरेक
स्त्री पुरुषको विवाह हुनु जरुरी छ। जब तक विवाहको बन्धनमा बाँधिँदैन त्यहाँ अधुरो हुँदो रहेछ, अधुरो रहने रहेछ भन्ने कुरा उहाँको वचनअनुसार हरेक पुरुष स्त्रीले विवाह गर्नुपर्ने कुरा परमेश्वरको वचनअनुसार हामी देख्दछौँ। र यसैले गर्दा आज हाम्रो नारायण राजकोटी र रुथ शर्माको पवित्र विवाहको यो बन्धनमा बाँधिनलाई उहाँहरूको मङ्गलीय भएअनुसार, मन्जुरी भएअनुसार उहाँहरू तयारी गरेर आज विवाहको बन्धनमा तयारी हुनुभएको छ। यसको लागि परमेश्वरको महिमा होस्। म लामो समय दिँदिनँ वचनको, हामी वचन यतिमै राख्छौँ। अब अगाडि हामी सरासरी आजको विधि विधानतिर हामी अगाडि बढ्नेछौँ। विशेष गरिकन यो बेला म आजको वर वधुलाई उठिदिनु हुनलाई म अनुरोध गर्दछु। त्यो माइक्रोफोन छ भने हुन्छ। यो समय म विशेष गरिकन आजको दुला हाम्रो नारायण राजकोटीज्यूलाई केही प्रश्नहरू गर्नेछु अनि यो प्रश्नको जवाब उहाँले दिनुपर्ने हुन्छ। राजकोटी नारायण राजकोटीज्यू, म तपाईँलाई केही प्रश्नहरू सोध्न चाहन्छु अनि त्यसको जवाब तपाईँले दिनुपर्ने हुन्छ। नारायण राजकोटी मगरज्यू, के तपाईँले तपाईँको देब्रेपट्टि उभिएकी जो रुथ शर्मा छ उहाँलाई विधिपूर्वक विवाहिता पत्नीको रूपमा ग्रहण गर्न तपाईँ तयार हुनुहुन्छ? यस, म तयार छु। दोस्रो कुरो, परमेश्वरको पवित्र आज्ञा अनुसार वैवाहिक जीवन बिताउन तयारी छौ? यस, म तयार छु। तेस्रो कुरो, के तिमी उनीलाई प्रेम गर्छौ? यस, म गर्छु। चौथो कुरा, अनि आदर गर्छौ? यस, म आदर गर्छु। र बाँचुन्जेलसम्म सबै कुरो त्याग गरेर उनीसित इमान्दार र विश्वासयोग्य भई बस्न राजी छौ? यस, म राजी छु। हुन्छ, धन्यवाद। हुन्छ, अब म रुथ शर्मालाई पनि केही प्रश्नहरू गर्नेछु। रुथ शर्मा, के तिमी तिम्रो दाहिनेपट्टि उभिनु भएको नारायण राजकोटी मगरलाई तिमीले विवाहित पतिको रूपमा ग्रहण गर्न तयारी छौ? हजुर, म तयार छु। परमेश्वरको पवित्र आज्ञामा विवाहित जीवन बिताउन तयारी छौ? हजुर, म तयार छु। के तिमी उसलाई प्रेम गर्छौ? हजुर, गर्छु। आदर गर्छौ? गर्छु। यस संसारमा बाँचुन्जेलसम्म सबै कुरो त्याग गरेर उनीसँग इमान्दारी विश्वासयोग्य भई बस्न राजी छौ? राजी छु। हुन्छ, परमेश्वरले तिमीलाई आशीर्वाद दिउन्। अब म तपाईँहरू दुईजनालाई आफ्नो दाहिने दाहिने हात समातेर प्रतिज्ञा गर्न लगाउनेछु। दाहिने दाहिने हात समाउनुहोस्। दाहिने दाहिने हात समाउनुहोस्। म पहिला नारायण राजकोटीज्यूलाई भन्न चाहन्छु, तिमीले के तिमी तिम्रो देब्रेपट्टि उभिएकी रुथ शर्मालाई आजदेखि मेरी आफ्नी विधिवत विवाहिता पत्नीको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार ग्रहण गर्दछौ? यस, म गर्दछु। अनि जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन तबसम्म सँगै बस्न, सँगै हिँड्न, सुखमा दुःखमा धनमा चाहे निर्धनतामा रोगमा होस् वा आरोग्यतामा आफ्नो बनाइ राख्ने छु। तिमीलाई प्रेम गर्छु,
अनि परमेश्वरको अघि र यहाँ भएका सबै उपस्थिति गवाईको अघि यसो गर्छु भनी प्रण गर्दछौ? यस म गर्दछु। एकैछिन हात अलग गर्ने। अब त्यसपछि फेरि पहिला केटीलाई फेरि दाहिने हातै समाउने फेरि केटीले गरेर समाउने। हुन्छ, रुथ शर्मा तिम्रो दाहिनेपट्टि उभिएको जुन चाहिँ हाम्रो नारायण राजकोटी मगरज्यूलाई तिमीले केही प्रण अथवा प्रतिज्ञा गर्नुपर्ने कुराहरू छ। तिम्रो दाहिनेपट्टि उभिएको जो नारायण राजकोटी मगरज्यूलाई तिमीले आफ्नो दाहिने हात समातेर तिमीले प्रण गर्नुपर्ने प्रतिज्ञा गर्नुपर्ने कुरा केही म तिम्रो अगाडि राख्दैछु। त्यो तिमीले प्रण गर्नुपर्ने अथवा प्रतिज्ञा गर्नुपर्ने कुरा छ। तिमीलाई आजदेखि आफ्नो विधिवत विवाहिता पतिको रूपमा परमेश्वरको पवित्र आज्ञा अनुसार ग्रहण गर्दछु। अनि जबसम्म मृत्युले हामी दुईलाई अलग गर्दैन तबसम्म सँगै बस्न, हिँड्न, सुखमा, दुःखमा, धनमा, चाहे निर्धनतामा, रोगमा होस् वा आरोग्यतामा तिमीलाई आफ्नो बनाई राख्नेछु र तिमीलाई प्रेम गर्नेछु। अनि परमेश्वरको अघि र यहाँ भएका सबै उपस्थिति गवाईको अघि यसो गर्नेछु भनी प्रण गर्दछौ? यसमा गर्दछु। हुन्छ, परमेश्वरले आशीर्वाद दिउन्। तपाईँहरूले आफ्नो प्रतिज्ञा अथवा प्रण गर्नुभएको अनुसार दुःख सुख कुनै पनि परिस्थितिमा, अप्ठ्यारोमा, धन हुँदा, आरोग्यतामा, रोग बिमार कुनै पनि समयमा एक अर्काले तपाईँ सँगै रहने, सँगै हिँड्ने, सँगै रहने प्रतिज्ञा गर्नुभएको अनुसार परमेश्वरले तपाईँ दुईलाई आशीर्वाद दिनुभएको होस् भन्न चाहन्छु। अब यो बेला म हात एकैछिन अलग गर्ने अनि हाम्रो नारायण राजकोटी मगरज्यूले तपाईँको देब्रेपट्टि उभिएकी रुथ शर्माको घुम्टो तपाईँले उघारिदिनुहोस्। हामी ताली बजाइदिनेछौँ। हामी यो बेला तपाईँले दुई तर्फबाट कोही विवाहको चिन्हहरू औँठी हो या त केही हारहरू केही ल्याउनु भएको छ भने तपाईँले मलाई दिनुहोस्। अनि त्यसपछि यहाँ पहिला केटाले केटीलाई मतलब दुलाले दुलाईलाई र दुलाईले फेरि दुलाईलाई लगाइदिनु हुँदैछ। पहिला मलाई दिनुहोस्, त्यो केटाको पनि केटीको पनि दिनुहोस्। केटाको तर्फबाट ल्याउनु भएको पनि मलाई दिनुहोस्। हामी प्रार्थना गरौँ ल। परमेश्वर पिता, हामी यस समय तपाईँलाई धन्यवाद दिन्छौँ। अनि यहाँहरू दुई तपाईँको वचन अनुसार पवित्र विवाहको बन्धनमा उहाँहरूले प्रण प्रतिज्ञा गर्नुभए अनुसार बाँधिसक्नु भएको छ। अनि एक अर्कामा पति पत्नीको चिन्ह स्वरूप एकले अर्कोलाई औँठी हार जे पनि लगाइदिनलाई यहाँहरू तयार हुनुभएको छ। अनि सर्वप्रथम त यो चिन्हलाई म तपाईँ प्रभुको हातमा समर्पण गर्छु। अनि यसबाट तपाईँको महिमा होस् र यो चिन्ह स्वरूप जसरी यो औँठी हार जे पनि लगाइन्छ यसरी नै यिनीहरूको जो विवाहको बन्धन एउटा दर्विलो र मजबुत हुनमा तपाईँ प्रभुको आशीर्वाद यहाँहरूमाथि रहेको होस् भनेर प्रार्थना गर्छु। प्रभु यो चिन्हलाई म तपाईँको हातमा समर्पण गर्छु येशू ख्रीष्टको नाम, आमेन। यो समय सर्वप्रथम हाम्रो आजको दुलाले दुलाईलाई यो औँठी उहाँको
देब्रे हातको साइली औँलामा यो आउँठी लगाइदिनुलाई म अनुरोध गर्छु। देब्रे हातको साइली औँलामा देब्रे हातको साइली औँलामा हुन्छ। दुलहाले के लगाइदिनु हो तपाईँले ल्याउनु भएको सबै लगाइसकिदिनुहोस्। ताली चाहिँ बजाउँदै जाउँ हामी। अहिले छिर्दैन अलिकति हात चाहिँ उहाँले पछाडि नगरी ल्याउनु भएछ क्या। नारी बेहुली एकदमै मजबुत हुनुहुन्छ। हुन्छ यो हात चाहिँ लगाइदिनुहोस् त्यसो भए। हुन्छ। दुलहाले जति पनि लगाइदिनु पर्ने लगाइसक्नु भएको छ। अब यो समय म दुलहालाई यो औँठी दिँदैछु। उहाँले दुलहाको देब्रे हातको साइली औँलामा यो औँठी लगाइदिनुहुनेछ। हुन्छ। यो समय आजको दुलहालाई म बस्ने अनुमति दिँदछु। तपाईँहरू बस्न सक्नुहुनेछ। हुन्छ। आजको विशेष गरिकन यो विवाहको जो पवित्र बन्धन थियो उहाँहरू दुईजना बाँधिसक्नु भएको छ र यो समय म आजको वरवधुलाई अथवा दुलहा अनि दुलहालाई त्रिएक परमेश्वर पिता परमेश्वर पुत्र प्रभु येशू ख्रीष्ट पवित्र आत्माको नाउँमा यहाँहरू दुईजनालाई र मण्डलीको उपस्थितिमा यहाँहरूलाई म केही घोषणा गर्न चाहन्छु। हुन्छ। त्रिएक परमेश्वर अथवा पिता पुत्र पवित्र आत्माको नाउँमा अनि सम्पूर्ण मण्डलीको उपस्थितिमा आज म यहाँहरू दुईलाई उहाँहरूले आफ्नो प्रतिज्ञा प्रण गरेर एकअर्कासँग सँगै जिउने दुःख सुख सबै समयमा उहाँहरूले सँगै जिउने सँगै हिँड्ने भन्ने प्रण गर्नुभए अनुसार आज म यहाँहरूलाई पति र पत्नीको रूपमा घोषणा गर्न चाहन्छु। र आज म पास्टर राजेन गुरुङले आज 12 तारिक 12 महिना 2025 को दिनमा पिता र पुत्र र पवित्र आत्मा र यहाँ उपस्थित गवाईहरूको सामुन्ने हाम्रो भाइ नारायण राजकोटी मगरज्यू र हाम्रो बहिनी रुथ शर्मा यहाँहरू दुवैलाई उहाँले प्रतिज्ञा गरेका अनुसार
एक अर्काप्रति दृढ रहने प्रण गरेका छन् अनि हात समातेर चिन्ह साटासाट गरेर एक अर्काप्रति आफ्नो सहमति जनाएका छन्। यसकारण परमेश्वर पिता र पुत्र र पवित्र आत्माको नाउँमा यहाँहरू दुईलाई अब पति र पत्नी भनी म घोषणा गर्नेछु। सबैले भन्नुहोस् आमेन। ताली पनि बजाइदिनुहोस्। अनि परमेश्वरको वचन अनुसार हामी जसरी मरकुसमा हामी पढ्छौँ, मत्तीमा पनि छ, यहाँ लेखिएको छ त्यहाँनिर जसलाई परमेश्वरले एक बनाउनु भएको छ उनीहरूलाई कसैले अलग नगरोस् भन्ने उहाँको वचनलाई दुईले कहिले पनि बिर्सिनु हुने छैन भनेर हामी यो याद गराउन चाहन्छौँ। हुन्छ, यो समय जति पनि तपाईँहरू पास्टर हुनुहुन्छ, रेभरेन्ड पास्टर हुनुहुन्छ, म तपाईँहरूलाई अगाडि बोलाउनेछु। अनि यहाँ केही अलिकति केही ओछ्याउने केही छ भने तपाईँले तयार गर्ने अनि उहाँहरू दुईजनाले घुँडो टेक्ने छ र हामी पास्टरहरू जति पनि छौँ हामी अगाडि आएर आशीर्वादको हामी प्रार्थना गरिदिनेछौँ। हुन्छ, तपाईँहरूको दाहिने दाहिने हात समाउनुहोस् फेरि। हुन्छ, हामी यहाँ जतिजना चाहिँ अगाडि आएको छौँ हामीले मुख खोलेर प्रार्थना गर्नेछौँ। तपाईँहरू पछाडिकाले मनमनले प्रार्थना गरिदिनुहोस्। हामी आशीर्वादको प्रार्थना गरिदिनेछौँ। हामी सबैले हात उठाएर प्रार्थना गर्नेछौँ। आमेन मैले नै गर्नेछु। परमेश्वर पिता, हामी यो बेला धन्यवाद दिन्छौँ। तपाईँ परमेश्वरको आज्ञा, तपाईँ परमेश्वरले आफै स्थापित गर्नुभएको जो विवाहको बारेमा प्रभु हाम्रो नारायण राजकोटी मगर र हाम्रो रुथ शर्मा यहाँहरू दुई माथि तपाईँको योजना अनुसार, तपाईँको इच्छा अनुसार यहाँहरू दुई पवित्र विवाहको बन्धनमा बाँधिएको छ। पति पत्नीको रूपमा घोषणा अगाडि बढ्दै छानामा तपाईँ प्रभुको अगुवाई, तपाईँ प्रभुको आशिष यहाँहरूमाथि अझै प्रशस्त हुँदै जाओस् भनेर प्रार्थना गर्छौँ। धन्यवाद तपाईँको आशिषको लागि, महिमा तपाईँकै भएको होस् येशू ख्रीष्टको नाममा। आमेन। यो समय विशेष गरिकन आजको दुलाको तर्फबाट अनि दुलाईको तर्फबाट पनि सायद मण्डलीको अगुवा कोही एल्डर डिकन कोही आउनु भएको छ भने यो सर्टिफिकेटमा दुलाको तर्फबाट अनि दुलाईको तर्फबाट तपाईँहरूले सिग्नेचर गर्नुपर्ने हुन्छ। अनि त्यसपछि म यो सर्टिफिकेट उहाँहरूलाई दिनेछु। र यो समय दुलाको तर्फबाट को हुनुहुन्छ तपाईँ आएर यहाँ सिग्नेचर गरिदिनुहोस्। त्योभन्दा पहिला एकैछिन हेर्नुहोस्, त्योभन्दा पहिला आजको पर्वतलाई यो सही गराउनेछु अनि त्यसपछि तपाईँहरूले गर्नुपर्ने हुनेछ। कानुनी हिसाबमा पनि भनौँ, धार्मिक अथवा सामाजिक हिसाबमा उहाँहरू दुईजना यो विवाहको बन्धनमा बाँधिनु भएको साँचो हो भन्ने यो प्रमाणको रूपमा यो प्रमाणपत्र उहाँहरू दुईलाई म दिन चाहन्छु। यो प्रमाणपत्र आज 12 तारिक 12 महिना 2025 को दिनमा हाम्रो गोर्खा क्रिस्चियन चर्चको तर्फबाट हाम्रो मिस्टर नारायण राजकोटी मगर अनि पिता नन्दलाल राजकोटी मगर साथै हाम्रो आजको दुलाई ध्रुव शर्मा अनि उहाँको पिता डाक्टर अफ छविलाल शर्मा, उहाँहरू दुईजनाको छोरा अथवा छोरी नारायण राजकोटी मगर र रुथ शर्माको विवाहको बन्धनमा बाँधिएको प्रमाणको रूपमा यो सर्टिफिकेट आज 12 तारिक डिसेम्बर 2025 को दिनमा म गोर्खा क्रिस्चियन चर्चको तर्फबाट उहाँहरू दुईलाई यो प्रमाणपत्र दिँदैछु। उहाँहरू दुईजनाले लिनुहुनेछ अनि हामी सबैले ताली बजाएर
हामी परमेश्वरलाई महिमा दिनेछौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। आजको यो कार्यक्रमको मुख्य भाग समाप्त भइसकेको छ। आजको मिनिस्टर, वरवधु लगायत उपस्थिति सबैलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिएको होस्। अब कार्यक्रमलाई हामीहरू अगाडि बढाउने छौँ। अहिले चाहिँ प्रेजेन्टेसन एन्ड स्पिच ब्राइड फ्यामिली अनि ग्रुम फ्यामिली दुवैतर्फ हुनेछ। पहिला चाहिँ दुलही तर्फलाई समय दिनेछ। यहाँ म दुलहातर्फ परिवारहरूलाई म नाम बोलाउँछु। तपाईहरू एक एक गरेर अगाडि आइदिनु होला। बेहुला नारायण राजकोटी, बेहुलाको ठुलो दिदी धन्ना छिद्दी, उहाँलाई पनि बोलाउँदछु। बहिनी सुषमा हुङचुङलाई पनि बोलाउँदछु। र साथै म चर्च मेम्बर झम्मान मेदुनलाई पनि बोलाउँदछु। र म त्यसरी नै केसीएचलाई बोलाउँदछु। केसीएचको कोही अगुवाजनलाई। त्यसरी नै लुङफौ नेपाली क्रिस्चियन चर्चलाई पनि म त्यसरी नै म एलएनसीसी युथ मिसन युथलाई पनि बोलाउँदछु। गाडी त्यसरी नै म सिङ्गर ब्रदर किसनलाई पनि बोलाउँदछु अगाडि। धनपति गौतम दाजु, उहाँलाई पनि म बोलाउँदछु। नम्रता अधिकारीलाई पनि म बोलाउँछु। म आजको मिनिस्टर रिभरेन्ड राजेन्द्र गुरुङलाई र आजको चेयरपर्सन पास्टर चुरामणि दुलाललाई पनि म उता अगाडि जान अनुरोध गर्दछु। आजको दुलहीको बाबा छविलाल शर्मा, म उहाँलाई अगाडि आउन।
देउलातर्फको परिवारहरू जतिजना आउनुभएको छैन तपाईहरू आइदिनुहोस् एकजना अगाडि र यो प्रेजेन्टेसन ग्रहण गरिदिनुहोस्। अहिलेको थियो दुलहीतर्फको, अब दुलातर्फदेखि म बोलाउने छु। आजको दुलहीको बाबा छविलाल शर्मा, तपाईँ अगाडि आइदिनुहोस्। त्यसरी नै म दुलहीकी आमा नेत्री शर्मालाई पनि म बोलाउँदछु। ठुलो बढीबा ठुली बढी आमा तयारी हुनुहोस्। ठुलो बढीबा रविलाल शर्मा, तपाईँ आइदिनुहोस् अगाडि। र साथसाथै ठुलो बढी आमा बिना शर्मा पनि आइदिनुहोस्। माइला बढीबा र माइली बढी आमा सीता शर्मा, भीमलाल शर्मा। साइला बढीबा रामलाल शर्मा र साइली बढी आमा ज्योति शर्मा। मित बढीबा हरिकुमार छेत्री, तपाईँ पनि अगाडि आइदिनुहोस्। साइला फुपा आरबी अधिकारी, तपाईँ पनि अगाडि आइदिनुहोस्। अनि साइली फुपू रेबिका अधिकारी पनि आइदिनुहोस्। दुलहीकी दिदी शान्ति शर्मा, भाइ नवीन शर्मा अनि जोना शर्मा। अब ठुलो मामा मोहन छेत्री, तपाईँ आइदिनुहोस्। ठुलो आमा चन्द्री कार्की, सानीमा मेरी तामाङ। जाडाले होला नि, ताली नै बजेन। आजको यो प्रेजेन्टेसन प्रोग्राम यतिमै समाप्त भएको छ। फेरि पनि हामीहरू कार्यक्रमलाई अगाडि बढाउने छौँ। अब चाहिँ यहाँ स्पिच इफ एनी प्रोग्राम मथङ चथरसी प्रोग्राममा सिधा स्पिच इफ एनी आइना म सिधा थाहा भने कनागुम्बा ngasi lomba nupa nukida nung sibagi wahai oirabasu potai oirabasu hailingba piningba leirabadi matam laupiba yai adugo matam di kuina laubadi yararoi kuibada minute manga gumba laupiba yai। सर्वप्रथम प्रभु यीशुलाई धन्यवाद दिँदै आजको यो शुभ कार्यमा सुरुदेखि अहिलेसम्म डुराउनु भएको परमेश्वरलाई फेरि फेरि म धन्यवाद दिन्छु। र आज रुथ शर्मा यो छोरी चाहिँ को हो भन्दाखेरि आज उसले कामपुरको क्रिस्चियन हस्पिटलमा काम गरेको चाहिँ 4 साल पुगेको हो र उसले नर्थ इस्टको क्रिस्चियन इन्स्टिट्युसनमा राम्रोसँग काम गरेको विषयमा आज हामीहरू हस्पिटलको अथोरिटीबाट हामीले केही उसलाई
गिफ्ट दिन चाहन्छौँ। यो के गिफ्ट हो भन्दाखेरि चाहिँ एउटा च्यालेन्जिङ युथहरूलाई जेनेरेसनको लागि हामीले यसरी कोहीले यस्तो शुभ विवाह नगरिकन बिहा गरेको हरूलाई चाहिँ हामी दिँदैनौँ र आज हस्पिटलको अथोरिटीले 10,000 रुपियाँ यो होली म्यारेज शुभ विवाह गरेको विषयमा हामीले तयारी गरेका छौँ। यसको निम्ति म हाम्रो हस्पिटलको म्यानेजरलाई बोलाएर उहाँको हातबाट म यो उपहार दिन चाहन्छु। मेरो नातिसँग अलिक हलेर उठेर दिउँछु भन्यो रहेछ। यसले हुँगो कापेते सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस्। आज यो अवसर यो मौका फेरि पनि प्रभुले दिनुभयो, त्यसको लागि यहाँ उपस्थित सबैजना माननीय सदस्य, पास्टर, विभिन्न ठाउँबाट आइदिनुभएका सम्पूर्ण सबैजनालाई फेरि पनि नमस्कार अनि जय मसीह भन्न चाहन्छु। म चाहिँ एउटा सानो गिफ्ट दिन चाहन्छु हाम्रो भान्जालाई र भान्जीलाई। त्यसैले उभिएको नयाँ जीवनको अध्याय उनीहरूले सुरु गर्दै जाँदाखेरि एक आपसमा समातेर हिँड्ने डोरो जस्तो बनोस् भनेर सानो सानो कपडाहरू दिन चाहन्छु। त्यही हो, माइजूले लिएर आउनु। अन्तमा के भन्न चाहन्छु भने नयाँ जीवनको शुभकामना होस्। हरेक दुःखमा सुखमा मामाहरूलाई सम्झानुहोस्। आशिष प्रशस्तमा होस्। प्रभुले सदा दोहोऱ्याइरहन्। यही मामाहरूको तर्फबाट तिमीहरूलाई आशिष सदा सर्वदा रहोस् भन्न चाहन्छु। धन्यवाद। Cái họ cái sẽ cho nurse cái xin compi họ dòng gift khát cái nó mình rồi không đúng rồi. हुन्छ, अब हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। अहिले चाहिँ हामी एउटा सोलो सुन्नेछौँ ब्रदर किसन बागदासबाट र म उहाँलाई समय दिँदछु। हेलो सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र दोस्रोमा जति पनि भित्रिनुभएका प्रभुका जनहरू सबैजनालाई फेरि पनि ख्रीष्ट येशूको नाममा जय मसीह। र आजको वधुलाई हार्दिक शुभकामना। अगाडिको दम्पति जीवनमा परमेश्वरले धेरै मात्रामा आशिष दिनुभएको होस्। यसैको आधारमा एउटा भजन म गाउन गइरहेको छु। धन्यवाद छ ब्रदर किसन बागदासलाई भजन गाएको नीति परमेश्वरले प्रशस्त मात्रामा आशिष दिएको होस्। र हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। अहिले नोट अफ ग्रेटिट्युड धन्यवाद ज्ञापनको समय मिस्टर हरिकुमार छेत्री, उहाँलाई म समय लिइदिनु हुन अनुरोध गर्दछु। सर्वप्रथम प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीहको अभिवादन। साथसाथै आज यो शुभ विवाहलाई कसरी ल्यायो भन्ने कुरा आज हामीले
नारायण र रुथ यी दुईजनाको बिचमा सबैजनालाई एकत्रित गराउनु भएका सर्वप्रथम उनीहरूलाई म धन्यवाद दिँदैछु। साथसाथै आज हामीहरूको कार्यक्रमलाई यो कार्यलाई सम्बोधित गरिदिनु हुने हामीहरूको रेभरेन्ड पास्टर राजेन गुरुङ मिनिस्टर, उहाँलाई पनि म धेरै धेरै नै परिवारको तर्फबाट धन्यवाद दिन चाहन्छु। यसरी नै आजको कार्यक्रमलाई सञ्चालन गरिदिनु हुने र यहाँ हाम्रो सेवामा यो कार्यक्रममा भाग लिने भागीदारहरू सबैलाई पनि म हाम्रो हृदयबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसरी नै हामीहरूका टाढा टाढाबाट आइदिनु हुने मण्डलीका पास्टरगणहरू लगायत ख्रिस्टका जनहरू सबैमाथि पनि हामीहरूको न्यानो मायाभरिको धन्यवाद ग्रहण गरिदिनुहुन्छ भन्ने म सबैमाथि राख्दछु। यसरी नै आज हामीहरू बिचमा टाढाबाट आइदिनु भएका हामीहरूका आफन्त परिवार, साथै हामीहरूका दुला भन्दै थियौँ, आजदेखि म ज्वाइँ भन्छु, हाम्रा ज्वाइँका आफन्त स्वयं बाबा र उहाँ साथै आउनुभएका जनहरूप्रति म धेरै धेरै नै धन्यवाद दिँदै यो कार्यक्रम अगाडि जान चाहन्छु। यसरी नै मैले भन्नुभन्दा कतिपय यो कुरो भन्दाखेरि एक व्यक्तिले यो धन्यवाद ज्ञापन भन्ने कुरो चाहिँ निकै साह्रो मलाई लाग्दछ, किनभने छोडिजान्छ र पनि कसैलाई छोडे भनेर गुनासो नगरिदिने, सबैलाई नै मैले धन्यवाद पाएँ भनेर सबैले लिदिनुहुन्छ भनेर म सबैमाथि राख्दछु। यसरी नै आजको कार्यक्रममा जति पनि टाढा टाढा आइदिनु भएका इष्टमित्र तथा आफन्त सबैमाथि पनि म धन्यवाद दिन चाहन्छु। र यसरी फेरि पनि आजको कार्यक्रमलाई सुनमाथि सुगन्ध मिलाइदिनु हुने डेकोरेसनका भाइ बहिनीहरू, यिनीहरूलाई पनि म धन्यवाद दिन्छु। र उनीहरूले आज मात्रै नभएर केही दिन अगाडिदेखि यो शोभा बढाइदिनुको निम्ति धेरै नै उनीहरूले कष्ट उठाएकोमा उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र शुभकामना म दिन चाहन्छु। र यसरी नै आजको कार्यक्रममा जति पनि उपस्थित हुनुभएको छ, यो ब्लेसिङ कार्यक्रममा सबैमाथि हाम्रो परिवार तर्फबाट, आजको कमिटी तर्फबाट धेरै धेरै नै धन्यवाद दिन चाहन्छु। साथसाथै आज हामी सबैको निम्ति दुःख कष्ट भए तापनि तातो चिसोमा खटेर भोज तयारी गरिदिनु हुने सबैमाथि चौका पार्टीहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसरी नै छोडी गएको म पनि मलाई क्षमा चाहन्छु भन्दै म यो सबैमाथि मेरो अनुरोध राख्दछु। असी हाइरिबा नुमितसिदा यामना फजख्रबा नुमितसिदा लाकपिरिबा चर्चदगी पास्टर कोई रेभरेन्ड कोई अड्डोगी चर्च मेंबर पूर्ण मक्को असी कुंबा प्रोग्रामदा कायदे तांग बतम कायथोक्तुना लाकपिरिबा सिदा मयाम बोय फैमिली की तरफदगी नुंगाए हरावे हैन फुंदुक्सबनी मसी आई तेलपना पांजगे रुचि चै मरी सु हेनबाय कामपोपी क्रिस्चियन हॉस्पिटल दा माहकन मागी ड्यूटी फाजा तौवा लैसाबी अमानी अतु माहकना असिकुंबा प्रोग्राम ले हैबदा एकोसी यामना हरावनी ngasi asida ekogi ms moroina mahak lakadawani magi emergency laibagi maramdun lakpangamdre aduna CEO su lakadawani mas achin bagi maramdun lakpangamdre buji manager lai aduga ekogi atai nurse mai borusin yam lai aduga ekogi doctor khoisu lai aduga lakpangamau dabada ekogi madam khoi kaya maru laktuna si khajan bani aduna ngasi khwaide gaina हायरिंग मंत्री सोलोलॉजी डिपार्टमेंट दा रूट ना एसिस्ट तौरगा थबक सुबनी अदुना महाको रूट
ꯆꯤꯡꯕ ꯗꯣꯛꯇꯔ ꯄ꯭ꯔꯤꯁꯤꯂꯥ ꯃꯍꯥꯛꯁꯨ ꯂꯥꯛꯇꯨꯅ ꯂꯩꯕꯅꯤ ꯃꯍꯥꯛꯀꯤ ꯃꯊꯛꯇ ꯁꯣꯏꯅ ꯍꯔꯥꯎꯕ ꯐꯣꯡꯗꯣꯛꯆꯅꯤꯡꯕꯅꯤ ꯑꯁꯨꯃꯥꯏꯅ ꯑꯩꯈꯣꯏꯒꯤ ꯃꯔꯛꯇ ꯑꯩꯈꯣꯏꯁꯤ amaga mari lainabagi maram aduna ngasi Manipur Theological College dagi principal magi colleagues laklaga asida yauga city imungi taraf dagi yamna harawe haina khoi phongdok singbani loina na ngasi ekhoi ki irakta uji ki ekhoi ki program list ai ming yaubiriba Reverend Dr. Alfred Chiru mahak family ga lakpa sida mahaki mathakta soina harawa phongdok singbani asongaina ekhoi ki program se harauna loisinba ngamba hai besidi ishur ki blessing digini aduna mayam hai besidi ekhoi Krista gi mingda amatani Krista gi mingda ekhoi family amani haina ngasi utsawa sida hainingai leitudunai harawe haina mayamda phongdok singbani oroi bata ngasi haina chithaba kaya marum leiramgani adubu mapung khai mayambo hai biye haina lobiu haina mayamdai nungsibagi wahai haina thamjanibani aduna ngasi ujigi program se ishorna chingiduna phajana loisima ngamba sida aroi bagi mi amakhatta lepuna kogi naunpa kisanna achaba ikhai sakpire magi damuktusu ai harawa phongdok nimani sasatai आजको शुभ विवाहको निम्ति धेरै नै अर्थमय भजनलाई गुन्जाइदिनु हुने लुम्पु नेपाली चर्च युथहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी नै हामीहरू मानिस भएको कारणले एक अर्कासित प्रार्थना अब हाम्रो छोरी यस जग्गाबाट परिवारबाट टाढा गए तापनि हामी टाढा केही मान्ने छैनौँ किनभने सबैको प्रार्थना हामीलाई खाँचो छ हामीलाई प्रार्थनामा अनि उहाँहरूको निम्ति यात्राको निम्ति उहाँहरूको नयाँ जीवनको निम्ति प्रार्थनामा अटुट गरिदिनुहोस् भन्दै म यो छोटो मेरो धन्यवाद ज्ञापन दिइराख्दछु धन्यवाद यहाँ स्थानीय मण्डलीका युवा युवतीहरूले समय माग्नु भएको छ तपाईहरु आएर समय लिदिनुहोस् भनेर म अनुरोध गर्दछु युथहरूले फेरि पनि आउनु पर्यो यो हाम्रो मिसन युथको तर्फबाट आएको चाहिँ नेपाली युथको थियो हाम्रो लुम्पो नेपाली युथकोबाट अहिले मिसन युथको प्रार्थना गरिसकेपछि आजको मिनिस्टर अगाडि निक्लिनुहुन्छ अनि त्यस पछाडि आजका वरवधु दाहिने हातमा समातेर चाहिँ पिछा गर्नुहुन्छ आजको वक्तालाई अनि लोकन्तेहरूले पनि यताउता समातेर हिँडिदिनु होला आजको बेहुलीलाई अनि त्यस पछाडि हामी यहाँदेखि अनि निक्लिँदै जान्छौँ कतङ टङ कुदेर निक्लिने होइन हामीहरू एक अर्को नि यताबाट अगाडिबाट चाहिँ हामीहरू उठ्दै अनि निक्लिँदै अनि पछाडिकाले पिछा गर्दै त्यसरी निक्लिनेछौँ हुन्छ अन्तिम प्रार्थना गरिदिनुहुन्छ हाम्रो रिभरेन्ड डाक्टर अल्फ्रेड अहिले हाम्रो सञ्चालनज्यूले भनेअनुसार हामी जाने र बाहिर सानोबाट केक कटिङ प्रोग्राम पनि छ त्यहाँनिर हामी त्यो पनि गर्नेछौँ साथसाथै म सबैलाई फेरि नम्र निवेदन राख्दछु कि आजको खुसियाली शुभ विवाहको भोज कसैले पनि नजाइदिने किनभने हाम्रै निम्ति पकाएको हो र सबैले जस्तो जे भए पनि खाएर मात्रै जाइदिने भनेर सबैमाथि अनुरोध गर्दछु ngasi lakpiriba lai gunwaja khoi mayam boina khanja ama didi ngasi harau khraba marriage ki maramaduna ekhoi ki damakta cha khinsang thongdun leiri asi kariyo se tamjaraga chatse cha daduna chatpa kanana su tobi gonu aina mayam dai request thank you
Pertama lawyer ka thok pakanda ngasigi minister na mamang chatkani aduga ngasi longba lupa lupi na matung ingani adugi matungda ekhoi mamang dagi adong matang thok pa haurase Ikoi Nepali lon khangdabani na English da ai patna tauge. Shall we all bow down our heads, close our eyes? Loving God, we want to say thank you for answering the prayer of Brother Nyrand and Ruth. We believe they have been praying since for many days, many months, many years. And in your own time, we have given them this privilege of coming together. Lord, continue to bless them and support them as well. Now may the grace of the Lord Jesus Christ, the love of God the Father, and the sweet communion of the Holy Spirit rest and abide especially with these two wedded couples from now, even the two families, the churches, both now and forevermore. Amen. Amen. तिम्रो मुस्कानमा अझै रहन पाऊँ मायाका भाका गुनगुनाउँदै जसरी यो केकलाई हामी एउटा सेतको रूपमा हामी देख्दैछौँ सायद यहाँ धेरै चिजको मिलन भएर हेर्नमा पनि सुन्दर छ अनि सायद यसको स्वाद पनि अति नै सुन्दर हुनसक्छ र यहाँहरू दुईको दाम्पत्य जीवन पनि त्यसरी सुन्दर सकोस् अनि जसरी यो केकको मिठास छ उहाँहरूको जीवन पनि त्यसरी मिठासले पूर्ण प्रेमले उहाँको मन तन सबै मिलेर बडा रमाइलो र बडा स्वादिष्ट होस् भनेर म भन्न चाहन्छु र यो बेला उहाँहरू दुईजनाले नै यो छुरी भनौँ या केक काट्ने यो कुरा चलाउनेछ सँगै उहाँले काट्नुहुनेछ अनि काटिसकेपछि उहाँले सानो सानो हो या ठुलो कत्र लिन सक्नुहुन्छ उहाँले दुईजनाले नै एउटा एउटा लिनुहुनेछ अनि एकैचोटि दुराले दुराईलाई र दुराईले दुरालाई खिलाइदिनुहुनेछ अनि हामी जोडले ताली बजाइदिनेछौँ हुन्छ उहाँले काट्नुहुनेछ हुन्छ एउटा लिनुहोस् दुईजनाले नि एउटा लिनुहोस् हुन्छ यो बेलादेखि नै उहाँहरू अब सँगै खाने खुवाउने उहाँहरूको जीवनमा सुरु हुन गइरहेको छ ल उहाँहरूसँगै एकैचोटि दुलाले दुलाईलाई अनि दुलाईले दुलाईलाई खिलाउनुहुनेछ र हामी जोडले ताली बजाइरहेको हुन्छ परमेश्वरले आशिष दिउन् छोटो प्रार्थना गरौँ ल हामी छोटो प्रार्थना गर्नेछौँ परमेश्वर पिता हामी तपाईँलाई फेरि पनि धन्यवाद दिन्छौँ यहाँ दुईजनाको जीवनमा उहाँहरूको यसरी नै मिलिजुलिकन यो केकमा जसरी मिठास छ त्यसरी नै उहाँहरूको जीवन त्यो मिठासले उहाँहरूको वैवाहिक जीवनमा उहाँहरूको रहनसहनमा त्यो मिठो कुराले भरिँदै मिठो कुरामा बढ्दै जान सकोस् र यहाँहरूको जीवनमा दुःख सुख हरेक समयमा एकले अर्कोलाई वास्ता गर्ने एकले अर्कोलाई खिलाउने एकले अर्कोलाई सधैँ सहयोग गर्ने जीवनमा यहाँहरू बढ्दै जान सक्नुमा यहाँहरू दुवैमाथि आशीर्वाद रहेको छ र यहाँहरू दुईको कारणले जसरी यो केकमा एउटा मिलन धेरै चिज
मिलेर यो केक बनेको छ। त्यसैले यहाँ दुईको मिलनले दुई परिवार, दुई ठाउँ, दुई समाजहरूमा पनि यो मिलाप यो मिलन हुन सकोस् भनेर प्रार्थना गर्छु। धन्यवाद। यी सबै कुरोको लागि महिमा तपाईँकै भएको होस् भनिकन बिन्ती प्रार्थना येशू ख्रीष्टको नामबाट चढाउँदछु। आमेन। ल हुन्छ, अब यो केकमा दुईजनाले खाने हो न अरूलाई पार्ने हो उहाँको हातमा छ। हवस्, मेरो समय नै यहाँ सकियो। तिमी मेरो माया जीवनसँग बाँड्नलाई, तिमी मेरो माया जीवनसँग